मर्निङ बाटो त यार ग्वालमुरी होइन त यताबाट चाहिँ भ्यू दामी देखिँदैछ मन्दिरको है हेलो साथीहरु फेरि पनि न्यू डे न्यू ब्लगमा आजको ब्लगमा स्वागत छ तपाईँले फेरि पनि अर्को नयाँ ब्लगमा तपाईँलाई स्वागत छ है त आज चाहिँ सर चाहिँ म ब्लग दाइहरूभन्दा पछाडि बसेर सुरु गरेँ तर आज दाइहरूभन्दा अगाडि बसेर सुरु गरिरहेको छु है दाइहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ सो म चाहिँ आज यसो ब्लग सुरु गर्नुको लागि भने चाहिँ अगाडि कुदेँ क्या अनि अगाडि आएर चाहिँ क्यामेरा स्टार्ट गरेको छु सो आज हामी यहाँबाट टक्क बुढानी खण्ड जान्छौँ बुढानी खण्डबाट चाहिँ हामी दाइले यता खोइ कुन साइड लान्छु भन्दै हुनुहुन्थ्यो सो आज हामी तिनजना छौँ है दुईजना दाइले पछाडि हुनुहुन्छ म चाहिँ आज अगाडि आएर ब्लग सुरु गरेको क्या अगाडि आएर सो आज साइकलको हाल पनि यस्तो भइसकेको छ पुरै हिलो छ क्या अस्ति मैले लास्ट टाइम धुएको थिएँ एक दिन अगाडि तर ठ्याक्कै त्यसको पछिल्लो दिन फेरि हामी उता एक ठाउँ गयौँ क्या धेरै अफ रोड थियो त्यो चाहिँ अनि त्यहाँ चाहिँ खतरा बाटोहरू थियो क्या अनि साइकल त फेरि जस्ताको त्यस्तै भयो क्या र त अब त्यहाँहरू पनि आउँदै हुनुहुन्छ है पर आइपुग्नु लाग्नुभयो सो अब त्यहाँहरूसँग फेरि सट्ट जान्छ आज अगाडि सुरु गरेको छ है त आज पनि तपाईँलाई दामी ठाउँहरू देखाउँछु है त ब्लगलाई लास्टमा मेरो इन्जोय गर्नु होला मेरो दाइहरूसँग भेट पनि भइसक्यो होइन सो अहिले हामी यता हल्का डाउन घुम्न छौँ सर तिनजना गइरहेको छौँ है त अहिले हामी दाइले खोइ कता लानुहुन्छ मलाई थाहा छैन है त्यही पनि हामी गइरहेछौँ तर एउटा कुरा चाहिँ म धेरै अगाडिबाट सोचिरहेको छु कि है धेरै अगाडि भन्दा नि मैले यो जब मैले साइकल लिने बेला थिएँ त्यतिखेर मैले सोचिरहेको थिएँ क्या सो यो छ नि यो फ्रेम यसमा चाहिँ म मेरो युट्युब च्यानलको नाम लेख्छु भनेर सोचिरहेको थिएँ है सो अहिलेसम्म भएको छैन क्या त्यो चाहिँ मैले सोचेको कुरा चाहिँ त्यहाँ अनि टक्क यो हेलमेटको एक साइडमा फ्रन्ट र ब्याकमा लेख्छु भनेर सोचिरहेको थिएँ अहिलेसम्म त्यो जुरेकै छैन एक त त्यो मलाई कहाँ बनाउँछ स्टिकर कहाँ बनाउँछ त्यो पनि थाहा छैन है इफ तपाईँहरूलाई त्यो थाहा छ भने चाहिँ प्लिज है कमेन्ट गरिदिनु होला त्यो स्टिकर चाहिँ कहाँ बनाउँछ भनेर सो त्यो चाहिँ मैले धेरै अगाडिबाट सोचिरहेको थिएँ यहाँ चाहिँ यो जुन यो फ्रेम छ नि टक्क यहाँ लेख्छु है अनि मेरो हेलमेटको फ्रन्ट र ब्याकमा लेख्छु सोचिरहेको थिएँ अहिलेसम्म भएको छैन सो अब चाहिँ त्यो म चाँडै नै लेख्नेवाला छु होइन अब चाहिँ त्यही बुझ्न गएरै भए पनि लेख्छु भन्ने मलाई ढुक्क छु म है तर इफ तपाईँलाई थाहा छ भने चाहिँ प्लिज कृपया कमेन्टमा भनिदिनु होला है त हामी चाहिँ बुढानी खण्ड मन्दिरमा आइपुग्यौँ है साइकल उता लगेर छोडिरहेको छौँ सो दाइहरूसँग चट्ट एक राउन्ड हान्ने हो अनि त्यसपछि हामी जाने हो है सो दाइहरू दाइहरू नभेट्नु यता सो गर्ने चाहिँ मजा हाल्नुपर्छ है भेट्नु बित्तिकै घन्टी चाहिँ बजाइदिइहाल्ने है सो ल चट्ट दर्शनहरू गरौँ है अनि हुन्छ दाइ ल आएर यताभित्र चाहिँ मेन हुन्छ है सो धेरै नरुले सट्ट एक राउन्ड हान्ने अनि गइहाल्ने है फेरि ढिलो हुन्छ आज अलिकति उता जानु छ मर्निङ दाइ मर्निङ दाइहरू है नयाँ दाइहरू चट्ट हामी दाइ सो मेन उता छ है ल अब चाहिँ हामी चट्ट एकछिन सट्ट एक राउन्ड हानेर सो फेरि जान्छौँ है त उताको गफर चाहिँ खतरा जाँदैछ है ल अहिले चाहिँ हामी यस्तो यहाँ आइपुग्यौँ है पहिला हामीले खाजा खाएको ठाउँ पर है अनि सो अब चाहिँ हामी यहाँबाट जाने चाहिँ दुईवटा रोड छ सो माथिबाट चाहिँ त्यो टुसल गाउँ हुँदै अस्ति माथि हामी गएको थियौँ नि त यो माथि थापा गाउँ त्यो खोइ डाँडा गाउँ त्यो गएको थियौँ हो त्यो रोड हो हामी जाने रोड चाहिँ अब चाहिँ ओह्रालो टोखा जाने रोड चाहिँ सो अब हामी यहाँबाट टाउन लाग्छौँ है थोरै चाहिँ यहाँ थोरै जस्तो चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ हेरौँ कस्तो छ नि त उता अगाडि गइसक्नु भएको छ म जान्छ अब ल दाइ गइसक्नु भएको छ म भन्छ फेरि दाइ चाहिँ फेरि अपिलमा चाहिँ अलिकति गाह्रो मान्नुहुन्छ डाउन हिलमा त फेरि ओ डाउन हिलमा त यस्तो हिर्किनुहुन्छ नि दाइ त ओ एकछिन यार मेरो सिट त धेरै अग्लो छ यार धेरै नै अग्लो छ फेरि उधुमुन्टै गाडी छ यार त्यही भएर सिट चाहिँ अलिकति डाउन पारौँ होइन फर्स्ट अफ अल अनि चाहिँ सिट त बाङ्गो भइसक्यो ओके ल जाउँ अब चाहिँ सिट हल्का
अग्लो भएको थियो क्या अनि जानुपर्छ बिस्तारै है चट्ट तरिकाले नबिन्दै त खदै गरी जानुहुन्छ टाउन हिलमा चाहिँ होइन यस्तो जानुहुन्छ नबिन्दै त ओह्रालोमा त साइकलको त्यो स्याम बजेको मात्र सुनिने क्या एक पनि भेटिँदैन ओह्रालोमा त हामी उकालोतिर चाहिँ भेटिन्छ होइन उकालोमा चाहिँ तैँले भेट्न सजिलै हुन्छ डाउन हिलमा भेट्छु भनेर त ओ साले के साह्रो भ्याउ छोडेको डाउन हिलमा भेट्छु भने त नसुत्दै हुन्छ दाइले अफरोड रहेछ यतातिर चाहिँ के छ तल त खेल्चै गर्दैछ त यार मिर्गा तुमसी काली छ कि क्या हो ल फेरि थोरै डाउन हिल छ है उताको भ्यू चाहिँ खतरा देखिरहेछ या कडक वा या यो यस्तो नथ्यो कलममा त साला कस्तो चढाइँदैन यार या ल चढक्क छ बाटो त यार या नवीन दाइले अगाडि पठाउँ यार ल अहिले चाहिँ हामी चण्डेश्वरी मन्दिरमा आएको छौँ है ल आइपुग्यौँ है मन्दिर चाहिँ यस्तो छ चट्टसँग यहाँ साइकल ल्याएर दिइरहेको छ साइकल छ है नवीन देव उता पूजा गर्दै हुन्छ ए उता हुँदो रहेछ सो म चाहिँ आएको छुइनँ फर्स्ट टाइम हो त्यो एक राउन्ड सट्ट घुम्छु अनि चाहिँ तर देख्छु म है घन्टी फेरि बज्जै हाल्नु मन लाग्छ चाहिँ खतरा लाग्यो खुकुरी चट्टसँगले यस्तो रहेछ यहाँबाट भ्यू चाहिँ चट्ट हेर्दाखेरि चाहिँ ल यस्तो छ है है मर्निङमा चट्ट यसरी दर्शनहरू गर्नु पाइन्छ होइन मेरो जुत्ता सबै लगाएर जानु मिलेर जुत्ता छ मेरो चाहिँ सो त्यही भएर गइनँ म ऐनामा लुक चाहिँ खतरा देखिरहेको छ है ल ल चट्टसँगले मर्निङमा साइक्लिङ गर्ने मान्छेहरू धेरै आउँछ क्या प्रायः है यस्तो यस्तो छ म तपाईँहरू त्यहाँ पनि लगाइदिएको चाहिँ त्यहाँ चाहिँ जुत्ता चप्पलसँग जान मनाइ लेख्नु भएको छ त्यो जुत्ता खोल्यो भने जानुपर्छ होला ल यहाँ चाहिँ लिनु हुँदैछ है दर्शन गर्नु होला ल तपाईँहरू पनि चट्टसँगले मर्निङको भ्यू चाहिँ यस्तो छ है यहाँ सायद पोखरी होला सायद पोखरी थियो होला सायद अहिले चाहिँ पानी छैन ल हामी फेरि चट्ट कहिले नयाँ ठाउँमा आइपुग्यौँ है लक लगाउनु पर्छ नि हजुर ल अहिले चाहिँ हामी त्यो साइक्लिङ गर्ने क्रममा चाहिँ सपन तीर्थ मन्दिरमा चाहिँ आइपुगेको थियौँ ल सो मन्दिरको भ्यू देखाउनु पर्दाखेरि चाहिँ चट्टसँगले यस्तो छ नवीन दाइ पर पूजा मन्दिर ढोग्न जानुभयो अनि चट्ट आज खै यहाँ के हुनु लागेको होला सायद है
सबै त तल सामानहरू लगिरहेको भएको छ सायद भोज रेडी हुँदैछ है ल चट्ट म मन्दिरको दर्शन गर्छु तपाईँले है अनि चट्ट ढोगौँ टक्क गणेश भगवान् है ल चट्ट दर्शन गर्नुलाई त ल आजको मर्निङ सेसनमा चाहिँ हामी अघि सुरुमा उता अर्को मन्दिर छिर्यौँ त्यसपछि हामी अहिले यहाँ छौँ है यस्तो दामी छ नि ल सर्ट छ है अनि यता चाहिँ हल्का डाँडा डाँडा छ अनि त बिचमा चाहिँ यो छ है के हो यो यहाँ त परिवारको लागि होला सायद है पर पानीहरू यस्तो दामी छ टाइपको छ नि ल त सट्ट सट 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 हुँदै हुँदै हामी घुम्दै घुम्दै जान्छौँ अब है यो त तल चाहिँ ठुलो पोखरी रहेछ है चट्टसँगले घन्टी पनि बजाइदिइहालौँ ल साइकल चाहिँ हामीले उता राखेको छौँ अब चट्ट यस्तो घुमेर हामी ल म तल पोखरीमा पनि लगेर देखाउँछु ल तपाईँहरूलाई सो आइराखेको बेला चट्ट घुमिराख्नुपर्छ क्या आइसकेपछि चट्ट हेर्ने डुल्ने घुमिहाल्ने होइन टाइम छोटो हुन्छ सो है कस्तो शीतल छ यार यता माछा पनि छ होला यार यसो हेर्दाखेरि त पोखरी चाहिँ ठुलो छ तर रानी पोखरीको तुलनामा अलिकति सानो छ है ल चट्ट यहाँको पोखरी चाहिँ त्यसै त्यो सबैले देख्छ चट्टसँगले उताबाट घुमौँ कि नघुमौँ नघुमौँ होला है ढिलो हुन्छ फेरि अब फर्कौँ पो सट्ट लगाएर यहाँ के रहेछ यहाँ चाहिँ यो यहाँ दान गर्नु हुने मान्छेको नाम होला सायद लेखेको है चट्ट लगाएर म चाहिँ बिहान बिहान अहिले यस्तो ठाउँतिर छु ल हुने रहेछ नाम सरहरू चट्ट प्रायः यसो लेखिरहेको छ नि त है माछा छैन रहेछ यार माछा के छ हौ त्यो मजा देखिने यार मजा देखिने माछा छैन होला सायद है चट्ट अब चाहिँ फुलहरू पनि चट्ट फुलिरहेछ नवीन दाइले माथि कहाँ गर्न खोज्दै हुन्छ मलाई यता पनि छैन उता पनि छैन कहाँ गयो भाइ भनेर है ल चट्ट यहाँ चाहिँ दामी यताबाट चाहिँ भ्यू दामी देखिँदैछ मन्दिरको है ल यहाँबाट चाहिँ खतरा देख्दो रहेछ है त ल हामीले चाहिँ यहाँ भिडियो सिडियो गरिसक्यौँ दाइसँग खतरा खतरा स्टोन देखाएर है अब चाहिँ जानुपर्ने छ दाइको साइकल कुदाएको यस्तो दामी छ नि यस्तो यो सिँढीमा नि दाइको साइकल यार कस्तो दामी गरी झर्छ क्या सस्पेन्सन त अगाडि पछाडि दुइटा खतरा अगाडिको पनि खतरा पछाडिको पनि खतरा छ क्या दाइको चाहिँ अनि खतरा साइकल हो नि त यार 2.5 लाखको साइकल पो त है अनि खतरा छ क्या मेरो चाहिँ चाक दुख्छ क्या दाइको चाहिँ खतरा छ यार लाउड अफिस चाहिँ टक्क बोकेर निकाल्नुपर्छ हुन्छ दाइ ल ल अब चाहिँ हामी यहाँ टक्क चिया चिया खान लागेको छौँ अनि यहाँ चाहिँ ग्वालमुरी होइन त ल यो चाहिँ ग्वालमुरी है चट्ट लगाएर सेल अनि चिया है हामीले चट्ट खाएपछि हामी खाइसकेर सुई है ल ल चट्ट खाजासाजा पनि खाइसक्यौँ भने हामीले दाइसँग अर्को दाइ चाहिँ अघि उताबाट कता जानुभयो जो है ए उताबाट काम थियो अरे अरूसँग जानुभयो अनि नवीन दाइ र म चाहिँ प्रायः जतै गयो नि सँगै हुन्थ्यौँ है सो हामी अब फर्केको ल नवीन दाइ र म चाहिँ एकदम लङ्गटिया यार भएको छु आजकल चाहिँ सो जतै गयो नि सँगै दाइहरूमा चाहिँ है चट्टसँगले आज मन्दिर सन्दिर घुमियो है
है जहिले एभ्रिडे नगएको ठाउँतिर गइँदैछ है। सो काठमाडौँमा धेरै ठाउँहरू सायद म यसरी कहिले पनि घुम्नु थिइनँ तर दाइसँग भेटेपछि त्यसरी घुम्न पाइरहेको छु क्या। सो आइ एम भेरी भेरी ह्याप्पी। सट्टसँगले चञ्चले चञ्चले यस्तै छ पारा गण्डकी अञ्चले। ल अहिले चाहिँ हामी त आइपुग्यौँ है। अब चाहिँ यता 16 खुटे छेउतिर आइपुग्यौँ हामी है। चट्टसँगले आजको राइड पनि बबाल हो। ल दाइ जानु ल दाइ। हजुर यहाँबाट गयो भने ठमेल पुग्छ। हजुर दाइ यहाँबाट सिधा भने त्यहाँबाट चाहिँ यसो राइट गर्नु पर्यो ठमेल पुग्छ। होइन म यताबाट निक्लेर यस्तो जान्छु दाइ। त्यहाँबाट पनि ट्राई गरौँ नि। यताबाट दाइ यहाँबाट सिधा गयो भने ठमेल पुग्छ। हजुर ठमेल चाहिँ यहाँबाट गयो भने क्षेत्रपाटी पुग्छ। यहाँबाट गयो भने नजिक हुन्छ। यता यहाँबाट जाने सिधा जाने। हजुर त्यहाँबाट यसो राइट जाने। त्यहाँबाट त्यहाँबाट चाहिँ क्षेत्रपाटी जाने। ल ल दाइ ल थाहा भयो? म यताबाट जान्छु दाइ। ल दाइ ल ल जानु ल ल दाइ ल रामेन जाने दाइ। ओके ओके। ल दाइ ल ल दाइ ल। ल दाइ पनि जानुभयो होइन। म चाहिँ यताबाट चट्ट त्यहाँ उबाट जान्छु क्या। यताबाट कस्तो गल्ली गल्ली पर्छ त्यहाँ जाम पनि धेरै पर्छ क्या। कस्तो चाहिँ खचाखच खचाखच मान्छे हुन्छ अनि झ्याउ लाग्छ क्या। सो त्यही भएर म त्यताबाट जान्छु है। ल त साथीहरू दाइ पनि सट्ट उताबाट जानुभयो होइन। अब म नि यहाँबाट थोरै उता अगाडि जाने त्यसपछि यताबाट चाहिँ भित्र छिर्ने हो होइन। त्यहाँबाट चाहिँ यता असन पुग्छ। सो म त्यताबाट चाहिँ सट्ट जाने हो है। ल त आजको भ्लग चाहिँ लास्टमा मेरो साथ दिनुको तपाईँले धेरै 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 धन्यवाद है। हामी फेरि नेक्स्ट भ्लगमा फेरि पनि भेट्नेछौँ। आजलाई बिदा हुन्छु है त। भ्लग के कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। हामी फेरि अर्को भ्लग यानि कि एनदर भ्लगमा फेरि पनि भेट्नेछौँ। हस् त बाई टेक केयर एन्ड हेभ अ गुड डे बाई।